बस्दा बस्दा भक्क लगाएर आज चाहिँ खलासी गर्न गइदिउँ भनेर यस्तो ट्रकमा गइदिएको ट्रक चाहिँ बिग्रेर फेरि यस्तो भइसकेको थियो क्याबिन सेभेन खोलेर यता चाहिँ फेरि ट्रक सक उनीहरू पनि रेडी भइसकेको छ जानको लागि चाहिँ खासमा जानु पर्ने रहेछ हो सिमेन्ट लिएर यता चाहिँ म र भेना छौँ पहाडको बाटो त लास्टै खत्तम हुन्छ क्या एउटा गाडी बिग्रेपछि त सबै गाडीलाई रोक्नु पर्दो रहेछ यो मेसिनको चाहिँ यस्तो भएको छ क्या बिग्रिएर चाहिँ यता चाहिँ फेरि यस्तो फोलपचर गरिरहेछ फेरि यता चाहिँ बाटो खत्रै जान्छ मेसिन बिग्रेर मान्छेलाई चाहिँ कहाँ जानलाई यति हतार भएर यस्तो गाह्रो पनि ठाउँमा छिराएको छ र यता चाहिँ बल्ल तल मेसिन आएर बाटो खोलिरहेछ यता चाहिँ म चाहिँ पागल जस्तो त बल्ल तल मेसिनले चाहिँ बाटो खोल्दैछ यता चाहिँ ल गाडीहरू सबै निस्किरहेछ हामी पनि निस्किनु पर्यो अब चाहिँ लाग्यौँ यता चाहिँ फेरि सुनकोसीको पोल भाँचेर चाहिँ यता चाहिँ बेली ब्रिज बनाउनु चाहिँ लागिरहेछ यता चाहिँ फेरि सुनकोसीको पोलको हालत चाहिँ यस्तो भएको रहेछ 12 वर्षमा बनेको पोल चाहिँ 12 मिनट च्वाट्टै भएछ पोल भाँचिसकेपछि चाहिँ सामान चाहिँ यस्तो ल्याउँदो रहेछ त्यो जिप लाइन जस्तो चाहिँ के रहेछ थाहा चाहिँ भएन फेरि यता चाहिँ पुलको हालत चाहिँ यस्तो भएको रहेछ पुलको पिलर भाँचेर चाहिँ यहाँ चाहिँ माथिबाट चाहिँ ल्याउँदो रहेछ सामानहरू यता चाहिँ हाम्रो बल्ल तल अनलोड चाहिँ भएछ 2 दिनदेखि यत्तिकै बसेर अब आमा यताको फेरि चाहिँ भाइहरू यस्तो लास्ट बलि हुँदो रहेछ क्या हेर्दा चाहिँ सानो बलि चाहिँ लास्टै हुँदो रहेछ माको चाहिँ अब चाहिँ लाग्यौँ यता चाहिँ म चाहिँ ड्राइभरमा माइलो कस्तो गाइस भिडियो सिडियो यस्तै भयो थ्याङ्क्स फर वाचिङ लाइक सब्सक्राइब गरिदिनु होला